फोन त यस्तो गर्नु पर्दो रहेछ नि त कस्तो उकालो है सक्छ थाक्यो नि हो अनुहारमै आउँछ मेरो पनि छिटो वेट बेसी भएपछि के हो जिउ गरौँ हुँदो रहेछ कि पसिना छिटो आउँछ डरलाग्दो लाग्दैछ फेरि यसरी हेर्दा उकालो खतरा देख्दैछ नि ब्लगरले फेरि ब्लग गर्नु छोड्नु पानी त सक्यो भाइ सक्यो नि